सिदेले नमस्ते छ्याजलो सेवारो पूर्व पश्चिम उत्तर दक्षिण जता जता पनि बसिरहनु भएको छ विश्वको जुनसुकै कुना काप्चामा बसिरहनु भएको छ मेरो आदरणीय नेपाली दर्शक महानुभावहरूलाई चाहिँ म नवीन्द्र गुरुङको तर्फबाट 10 औला जोडेर यहाँहरूलाई चाहिँ हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। हामी नेपालीको महान हैन तपाईको चाहिँ नयाँ वर्ष हैन महान तपाईको चाहिँ नयाँ वर्ष सुरु आजको दिन भएको छ हैन अनि यहाँको यो दिनमा चाहिँ तपाईको चाहिँ उत्तर प्रगतिको दुबो मौलाए जस्तै गरेर मौलाओस् भन्दै अनि यहाँको चाहिँ सम्पत्तिको स्वास्थ्यको एभ्रिथिङको शुभकामना गर्दै परिवारको शुभकामना गर्दै राम्रो होस् फलोस् फुलोस् उत्तम हुँदै जाओस् भन्ने शुभकामना दिँदै म केही शब्दहरू चाहिँ दिन चाहन्छु है। अनि म भन्न चाहन्छु कि तपाईहरु चाहिँ जताबाट हुनुहुन्छ जहाँसुकैबाट हुनुहुन्छ आई वान्ट टु आस्क यु एउटा क्वेसन मात्र यहाँलाई चाहिँ म सोध्न चाहन्छु। त्यो क्वेसन चाहिँ के हो भन्दाखेरि चाहिँ व्हाट डु यु लाइक टु डु, व्हाट डु यु लाइक टु अचिभ, तपाई चाहिँ के गर्न चाहनुहुन्छ। यदि व्हाट इज द वान थिङ यु रियली लाइक टु डु, तपाईको हबी तपाईको प्यासन मेबी गल्फ खेल्ने हप्तामा 5 दिनै गल्फ खेल्ने हो भने चाहिँ लेख्नुस् what is it that one thing you really passionate about it हो। यदि तपाईको चाहिँ मनी एन्ड तपाईको टाइम पैसा पनि भएको समय पनि भएको जबमा चाहिँ जानु नपर्ने हो भने चाहिँ what is it one thing that you really like to do अनि लेख्नुहोस्। के गर्नुहुन्थ्यो होला, गल्फ खेल्नुहुन्थ्यो कि हैन, वर्ल्डमा चाहिँ ट्राभल गर्नुहुन्थ्यो कि आफ्नो परिवारसँग चाहिँ घुम्न जानुहुन्थ्यो कि हाइकिङ जानुहुन्थ्यो कि फिसिङ जानुहुन्थ्यो कि केही स्पोर्ट्स खेल्दै बस्दै हुनुहुन्थ्यो कि के गर्नुहुन्थ्यो, राइट देम डाउन है। अनि आफ्टर द्याट फाइन्ड आउट किन तपाईँ चाहिँ त्यो तपाईँले मनदेखि लागेको कुरा चाहिँ गर्न सक्नु भएको छैन, के कारण होइन, जबले हो कि होइन, जबमा गएको के गर्नुपर्ने, परिवारलाई समय दिएकै होइन, पैसा त आएको छ तपाईँको चाहिँ मन्डे टु फ्राइडे स्याटरडे अथवा सन्डे मात्र चाहिँ वेट गर्नुपर्ने भएको छ कि होइन, के कारण, व्हाट इज इट दि स्टपिङ यु है, के कारणले चाहिँ तपाईँलाई चाहिँ त्यो गर्न दिएको छैन पत्ता लगाउनुहोस्। अनि लेट्स ह्याभ अ कल, अनि मसँग चाहिँ कल मिलाउनुहोस् अनि लेट्स ह्याभ अ प्लान। किन भन्दाखेरि चाहिँ तपाईँ चाहिँ हप्तामा 7 दिनै गल्फ खेल्न 7 दिनै फिसिङ गर्न चाहनुहुन्छ भने प्लान बनाउन जरुरी छ होइन। विकेन्ड अब चाहिँ म चाहिँ स्याटरडे र सन्डे नै पर्खिनु नपरोस्, म चाहिँ मन्डे ट्युसडे वेन्सडे पनि मैले चाहेको कुरा गर्न चाहन्छु भन्नुहुन्छ भने प्लान बनाउन जरुरी छ। अनि इफ यु वान्ट टु नो हाउ टु मेक द्याट प्लान, लेट्स ह्याभ अ च्याट, ह्याभ अ लभली तपाईँको दिन चाहिँ आजको चाहिँ शुभ होस्, आफ्नो परिवारसँग आफन्तसँग लकडाउनसँग चाहिँ रमाइलो गरेर बिताउँदै आजको चाहिँ न्यु इयर बिताउनुहोस् भन्ने शुभकामना दिँदै म नवीन्द्र गुरुङको तर्फबाट म यहाँहरूलाई चाहिँ तपाईँको चाहिँ एगेन धेरै शुभकामना भन्दै म चाहिँ यहाँ बच्चाहरू चाहिँ यहाँ तपाईँको चाहिँ हाइविट्स पार्कमा चाहिँ आएको छु है, हजुरको चाहिँ यहाँ सर देख्नुहुन्छ चाहिँ पार्कमा चाहिँ आएको छु अनि यहाँ चाहिँ अब पर्खिरहेको छन्।